मर्निङ नमस्ते। आज चाहिँ मेरो छोराको जन्मदिन परेको छ है। जन्मदिनको धेरै धेरै शुभकामना। मेरो बच्चा ज्ञानी हुनु, कहिले पनि एक्लो फिल नहोस् मेरो बच्चालाई है। सबैको माया छ, बाबा छैन भनेर कहिले पनि एक्लो फिल नहोस् है। मेरो साथमा मामु यस्तो दुःख गरेर आमाले साथ दिएको छ नि। अब आजदेखि 12 पुरा चिनाएर 13मा गएको छ ज्ञानी हुनु है। 13 वर्ष आजदेखि लागेको छ ज्ञानी हुनु। कहिले पनि एक्लो फिल नहोस्, धेरै पढ्नु, फुपूहरूले भनेको कुरा मान्नु, नानाहरूले मलाई भनेको कुरा मान्नु, कहिले पनि मुख नलाग्नु। सबैको माया छ है मेरो छोरालाई। आई लभ यु छोरो, लभ यु मेरो छोरो, मेरो बच्चा। ज्ञानी हुनु, धेरै पढ्नु। किन मेरो मामुले फेस देखाएन, भिडियो किन यसरी बनायो, बाहिर चियाबारी मात्रै देखायो भनेर भन्नुहुन्छ भने म यति एक्लो फिल भएको छ क्या, मलाई रुनु मन लागेछ। अनि त्यही भएर मैले चाहिँ भिडियो यसरी बनाएँ है। जन्मदिनको धेरै धेरै शुभकामना। पाथिबाट आमाले सधैँ रक्षा गरौँ मेरो छोरालाई, धेरै पढौँ, ज्ञानी होस्, सबैको मान्ने गुन्ने होस्। एक्लै सिङ्गल आमाले पढायो, ज्ञानी बनायो भन्ने होस्, ज्ञानी हुनु है। यता माथि चाहिँ यस्तो ठाउँ छ, त्यो ठाउँहरू छन्। गाडीहरू कति हिँडिरहेछ। एउटा दाइ चाहिँ भाले बेच्न आउँदो रहेछ, मुसुक हाँस्दै। कहिले पनि एक्लो फिल नहोस् है मेरो छोरो, ज्ञानी हुनु। आजदेखि 12 पुरा छिनाएर 13मा गएको छौ। यस्तो खुसी हुनु। मेरो बाबा छैन जस्तो महसुस हुन्छ भने मामुलाई कल गर्नु। बाबाको माया पनि मैले नै दिनेछु मेरो बच्चालाई है। म चाहिँ यो पेप्सीको बदल भेटाएँ यहाँनिर, म चाहिँ बोकेर हिँड्दैछु भिडियो बनाउँदै। लाज पनि लाग्छ, यहाँ तल यस्तो ठाउँहरू छन्, दामी छ क्या ठाउँहरू चाहिँ, यस्तो राम्रो ठाउँ छ। यता माथि यस्तो डाँडा छ, रमाइलो छ। यहाँ चाहिँ आज फेरि रमाइलो दिन छ क्या। यो चरा चुरुङ्गीहरू कस्तो राम्रो। सानोमा बिहान यहीँ अगाडि छन्, यस्तो छ क्या आजको दिनहरू। फेरि पनि ह्यापी बर्थडे टु यु छोरो, ज्ञानी हुनु है। धेरै माया मामुको। म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। यहाँ माथि चाहिँ यस्तो ठाउँ छ है, यस्तोहरू छ। अरूहरू बिहान कुदिरहेछ। आज चाहिँ पसल खोलेर कान्छाला छोडिराखेर यता आएकोमा रिसाउँदैछ। यस्तो छ। यस्तो छ बाटो, नबोली हिँडिरहेको छु म चाहिँ। यहाँ चाहिँ लाज लाग्यो बजारको बिचमा बोल्नलाई, गाडी पनि यति आउँछ। भैँसीहरू हेर्न नि यस्तो बिचुक गरेर लाँदैछ। उयो अगाडि जाने मान्छे भाले बेच्नु जाँदैछ, मुसुक हाँस्दै हिँड्दैछ क्या। यस्तो छ सितली बजार। यहाँ अगाडि काउन्टर छ, यो निलो देखिएको त्यो काउन्टर हो। अनि यहाँ अगाडि चाहिँ मेरो घर छ। डेरिटा मासु पसल छ, अनि साहा खाजा घर छ, त्यहीँनिर ठ्याक्कै मेरो घर हो। यता माथि चाहिँ यस्तो ठाउँ छ है। त्यो मान्छेहरू हेर्दै हाँस्दैछ कि मलाई। यस्तो ठाउँहरू छन्, यस्तो साटहरू छन्। यस्तो छ माथि चाहिँ यस्तो छ है। सितली बजार चाहिँ यस्तै हो के भन्नु, सानो ठाउँ छ। काउन्टर यहीँ अगाडि हो। मेरो चाहिँ वहाँ माथि हो। म
चाहिँ आज फेस नदेखाइकन भिडियो बनाइरहेको छु कि यहाँ चाहिँ ठाउँ छ है यहाँ चाहिँ दुधो बाजे बस्छ यहाँ चाहिँ बत्तल बोकेरै हिँडिरहेको छु जानु जानु कपाल काट्ने ठाउँ सबैको छ गाडी यस्तो ठाउँ छ यता माथि यस्तो ठाउँ छ जङ्गल खै के हो लाबरको रुख हो कि के अरे त्यो त म त भन्नै आएन यस्तो छ आइपुगेँ म अब चाहिँ बिहान बिहानै हिँडेको अल्छी यस्तो अल्छी लाग्छ घरिघरि त यस्तो ठाउँ छ यहाँ चाहिँ कुकुर र बिरालो चाहिँ कति छ भने यहीँ अगाडि हो मेरो चाहिँ यस्तो छ मेरो चाहिँ